सबैजनालाई हेलो टुडेज भिडियो इज अबाउट चाहिँ अब बोइजहरुको देयर इज एन एक्टिभिटी द नेम अफ द एक्टिभिटीहरु छ हाम्रो बोइजहरु ओन्ली 11 बोइज आर देयर आर नो गर्ल्स हैन अनि यस फर गर्ल्स सम मेसेज आई हेभ टु सेन्ड बाइ फ्रम दिस भिडियो अन्त आज चाहिँ जति सक्दो इच एन्ड एभ्री अब राम्रो video capture. I'll try my best. तपाईहरु पनि stay tuned till last video, your last second सम्म हेरिदिनु होला. Yeah, and give us the feedback. Yes, feedback मा त yes quality is yes poor of course हो हैन quality अब त्यो बढाउनको लागि it may take some time. But अरु चिजमा yes instead of quality अरु चिजमा चाहिँ give us the feedback. Hasta la vista. Okay, let's go. Bye bye. Bye. Bye bye. Bye bye. Wow. Bye. Bye bye. Yes, very good, very good. Bye bye. See you soon. It's like boys had reached their venue. So, I'll be going in scooty. Because 1 minute, 2 minutes ma pugihalcha. Let's go. Let's go. This is the scooty. Condition चाहिँ worst मा रहेछ. युजै गरेको छैन, धुलो छ है. धुने टाइम भएछ. So it will take यहाँदेखि for 1 minute. So this is the ground. Our boys will be running, throwing. के छ बडो हट तेरेको जुम्बा एकदम फिट हुँदैछ अहिले. हो नि. यसो केरा ठिकै छ? हजुर. तिमी कुन चाहिँ स्कुलबाट त हैन नि है? स्कुलबाट हैन. के भएर? म अब खेलो इन्डियाबाट. खेलो इन्डियाबाट ल यो आज देखाउनु पर्यो प्र्याक्टिस गरेको हजुर अहिले देखाउनु पर्यो सर्टकटमा ल आज चाहिँ केटाले देखाउँछ बिकज यो केटा चाहिँ इज प्र्याक्टिसिङ लाइक डेली है डेली जस्तै प्र्याक्टिस त हुँदैछ नि यस अल द बेस्ट थ्याङ्क यू सर सो बोइजहरू अल रिच टाइममै सी हाई सबैजना सो वेयर आर यु गाइज पाक्योङ जेबे स्कुल सो केटाहरू आज राम्रो गर्नुपर्छ ल यु सुड वी अल नो कि होइन अब कोही प्र्याक्टिसमा त छैन अब आज देख्छ नि कस्तो हुन्छ प्र्याक्टिसमा नहुँदाखेरि चाहिँ त्यो एक्सपिरियन्स चाहिँ लिने हो ओके गट इट सो केटाहरू अल द बेस्ट हाम्रो सबैमा हाम्रो मासङ बोइजलाई अल द बेस्ट चाहिँ ल आज अहिले त फ्रेस छ कि भरै चाहिँ हुन्छ अनर कस्तो हुन्छ सो हाउ आर यु गाइज फिलिङ केही भन त मजा एक्साइटेड छ केटाहरू एक्साइटेड होला नि ठिक छ एक्साइटेड हुनु पऱ्यो ल एक्साइटेड छ भने चाहिँ मजा आउँछ ओके 3टा मात्रै इभेन्ट छैन आज तिम्रो एकजना पार्टिसिपेटलाई 3 इभेन्ट छ तिम्रो चाहिँ सर्टपुट 80 मिटर्स छ ल तिम्रो चाहिँ हेर्छ आई जस्ट वान्ट टु सी हिम किनभने डेली प्र्याक्टिस हो नि उनीहरू चाहिँ तिमीहरूले चाहिँ खास दामी गर्नु सक्छ नि बिकज किनभने अरूहरू चाहिँ त्यति प्र्याक्टिसमा पनि हुँदैन हो अब अरू छ त्यही इन्ट्रेस्टले गऱ्यो भने मात्रै हो होइन अब तिमीहरूको चाहिँ मैले याद छ नि डेली गर्दैछ सो लेट्स सी आज एउटा के boys are ready to receive chassis number. What? Bro, what are you talking about, man? चेसिस नम्बर रिसिभ गर्नुको लागि दे आर रेडी है
बर्थ सर्टिफिकेट चाहिँ दिनु पर्दो रहेछ हो बर्थ सर्टिफिकेट इज हियर So there are 10-15 schools are there. Let's see. So there are 10-15 schools are there. Let's see. हाम्रो स्कुलले अब कतिको कम्पिट गर्छ. चेसिस नम्बरको रेजिस्टर इज गोइङ अन है. त्यो तिमीहरूको आफ्नो आफ्नो याद छ होला नि इभेन्ट्सहरू केटाहरूको इभेन्ट्स. One participate 3 events. याद छ हैन क्लियर हैन ओइ 1 पार्टिसिपेट 3 इभेन्ट्स आफ्नो आफ्नो इभेन्ट याद छ हैन रनिङ थ्रोइङ र त्यसमा सो यहाँ मेन्सन गरे ल ओरिजिनल डकुमेन्ट्स चाहिँ याद गरे ल इफ दे आर किपिङ त्यहाँ विचार गर ओके हाम्रो यहाँ दुईजना स्टुडेन्ट्स आर अन्डर 14 60 मिटर 600 र लङ जम्पको लागि दे आर रेडी लु गो फर 60 मिटर उपर गयो ल मैले भनेको दैट्स द प्लेस त्यहाँ जाँदा हुन्छ सर हामी इभान ब्रो इज गिभिङ सजेसन फर हाम्रो 60 मिटर रनर्सको लागि So this is the place 60 meter running is going on. So the girl holding red flag and white flag. The white flag is shown so that whether the participant had the correct stance or not, whether their fingers, whether their hands are behind the line or not. And after when the girl raised the white flag, then after the clapper, they should run. The clapper is holding by the man who is wearing the black cap and the black jacket. So immediately after white flag, when she raised, the clapper should be clapped. Then the participant should run. But the thing is, the participant here, the green one and the black one, trying to run immediately after the raising flag. So that's the thing, it should not be done out there. That's why it was totally mistake. So that's why again and again they are trying. So this is how the participants learn actually. So that's why participation is important. Whether they lose or not, they will learn something. So this is the main thing. So immediately after the correct position, the white flag will be raised, then the clapper will be clapped, then you all need to run. So this information is to all the viewers out there, those who do not know. After lane ma run ho clapper ko आवाज सुन्ने बित्तिकै कुदिहाल्नु. Yes. Yeah, this is a superstar Sushma. He is going to run. Oh my God! Wow! Track got the Harry, track got the Harry. यस्तो रहेछ अब जस्तै हैन एक्जाम्पल अब यहाँ भर्खर रनिङ गरे हाम्रो केटाहरूले हैन 60 मिटर गरेको तर अब हामीले हेर्दा फर्स्ट सेकेन्ड थर्ड भइराको जस्तो पनि देख्दैछ नि तर त्यहाँ अब अन्डर भर्खर कतिको भयो 16 र 14 को हुँदै थियो हैन सो अन्डर 16 र 14 को 60 मिटर 80 मिटर हुँदै थियो अब त्यहाँ कुदेको छ
फर्स्ट सेकेन्ड थर्ड पनि हुँदैछ सो फर्स्ट सेकेन्ड थर्ड भयो भन्दैमा म फर्स्ट सेकेन्ड थर्ड भएको होइन अब त्यो चाहिँ अब टोटल 10 जना प्लेयर पार्टिसिपेट गर्दैछ त्यो 10 जना रनिङ गरिसकेपछि चाहिँ अब त्यहाँ टाइम सेट गर्छ रेकर्ड गर्छ जसको टाइम सबसे कम्ती छ नि त्यो हुन्छ फर्स्ट सेकेन्ड थर्ड बुझ्यो अब इक्जाम्पल इफ हि इज रनिङ अब 10 सेकेन्डमा कभर गर्यो तर उसले 5 सेकेन्डमा कभर गर्यो तर अलग अलगमा फर्स्ट भएको छ नि उसको नाम माथि आउँछ फर्स्ट सेकेन्ड थर्ड ल सो तिमीहरूले चाहिँ जुन 100 200 400 जतिवटा रनिङ पनि गर्दैछ नि त्यसमा चाहिँ सबैमा चाहिँ टाइम चाहिँ कम्ती गर्नु पर्यो त्यो फर्स्ट सेकेन्ड थर्ड भयो भन्दैमा त्यो फर्स्ट सेकेन्ड थर्ड होइन ओके अब 20 जना प्लेयर छ 20 जनामा चाहिँ अब सबसे टाइम चाहिँ सबसे लेस हुनु पर्यो गट इट त्यो चाहिँ सबै चिजमा अन्त सर्ट पुटमा पनि त्यही हो जसको ज्यादा टाइम होइन त्यो चाहिँ जसको ज्यादा लेन्थ जान्छ अब टाढो चाहिँ लङ जम्पमा पनि जसको मिटर या जसको फिट ज्यादा टाढो जान्छ दे विल बी द विनर मेरो बोइजहरू अन्डर 16 को है सो अन्डर 16 को बोइजले जस्ट फिनिस्ड 60 मिटर रनिङ है सो 80 मिटर रनिङ जस्ट फिनिस्ड ओभर देयर हो ओभर देयर 60 मिटर जस्ट फिनिस्ड सो तिमीले वाट इज यर नेम अभिनव है अभि मङ्गरले कति सेकेन्ड्समा यु फिनिस्ड 6 सेकेन्ड्समा तिमीले your name is Swapnil finished 80 meter in 7 seconds ma so if unaru bhanda kamti seconds ma chai अब अरु प्लेयरले सक्यो भने चाहिँ they will not be the winner त्यो रहेछ है ल ओके अन्डर 14 त्यहाँदेखि you are under 14 तिमी 16 सो कतिमा सक्यो सेकेन्ड्स 9 सेकेन्ड्स तिमी You don't know, Timi? So, उसले चाहिँ टासी जस्ट वोर सुपरस्टार अब यस्तो छ कन्डिसन तर हि इज अ गुड रनर यु आर अ गुड रनर तर सुज यस्तो हुँदैन यो सुज रनिङ सुज होइन है ओके तिमीलाई थाहा थिएन होला मेबी होइन सो नेक्स्ट टाइम चाहिँ दिस इज नट द रनिङ सुज ओके क्यानभस लाउँदा भयो फुटबल बुट लाउँदा भयो होइन अझै फुटबल बुट पनि रनिङ सुज होइन ओके रनिङ सुज अलग्गै हुन्छ सो त्यो चाहिँ क्लियर राख दिमागमा Short push suggestion by Ivan Diom Lepcha. Thank you so much. So, Neem Dorji sir is giving some information to all the people out here. Event of short put. Sir? How many participate? 4 participants are running 5,000 meter. So round say it should be 25 round. Your ground ma your 9-sided ground bhai. La boys, yaad rakhirakha yesto knowledge. Your 9-sided ground 200 meter one round ho. Okay? So 200 meter is one round. That means unale 5,000 meters complete garnuko lagi they should run 25 round. Josko chai kamti seconds ma chai cover up garcha 5,000 round, they will be the winner. सो यो चाहिँ खालि ओपनहरू मात्रै हो ओपन यसमा स्टुडेन्टहरू पनि जान्दा त हुन्छ तर छैन स्टुडेन्ट सो ओपन मिन्स एनी वान क्यान पार्टिसिपेट तिमीहरूलाई याद छ यहाँबाट चाहिँ इफ दे गेट सेलेक्टेड कुन चाहिँ लेभलमा जान्छ स्टेट लेभलमा जान्छ त्यो चाहिँ याद राख इन केस यहाँबाट उफ्रियो भने इट्स ओके फाइन बुझ्यो होला नि यो ल्यापिङ भयो भने डिस्क्वालिफाई हो सर यो अच्छा पर गएर तिमीले जहाँ ल्यान्डिङ गर्छ यस्तो गएर ल्यान्ड गर्यो भने तिमीको मेजरमेन्ट त्यही हुन्छ यस्तो पारेर बस्यो पनि यही हुन्छ याद छैन याद छ परबाट रनिङ आएर फाइन गरेर सट्टै उता गएर ब्यान्ड भएर अगाडि गऱ्यो भने तिमीहरूको टोट जहाँ ल्यान्ड हुन्छ त्यहाँदेखि यहाँसम्म मेजरमेन्ट हुन्छ तिमीले हात यसो गऱ्यो भने चाहिँ फेरि यतै हुन्छ बुझ्यो नि ब्याकदेखि बुझ्यो हुनु पर्यो हाम्रो मार्किङ यहाँ हो भनेर अब अलिकति टच भयो भने ओके फाइन हामी यहाँ चाहिँ कन्सिडर गर्छ त्यो डिस्ट्रिक्टमा कन्सिडर गर्दैन तिमीलाई डिस्ट्रिक्टमा हर्डल हुन्छ रेडी होइन सबैजना केटाहरू यस सो इट्स 3टा राउन्ड रहेछ ल 3 सेट
3 सेटमा जति अब बेस्ट दिनु सक्छ त्यो चाहिँ विल बी रेकर्डेड इन यर रेकर्ड बुक 3 चान्समा चाहिँ जुन चाहिँ बेस्ट जम्प हुन्छ त्यो चाहिँ रेकर्ड गर्छ त्यो चाहिँ तिमीहरूले कम्पिट गर्नु पर्यो एकाअर्का ओके ल क्लियर सो अल द बेस्ट सो आवर बोइज आर गोइङ टु जम्प फर लङ जम्प So this is the long jump pit. मिल्दैन नि फर्स्टमा त गुड जम्प डिस्क्वालिफाइड है यो हैन सेकेन्ड रो भाइ इलेभन है यस सर 4.41 Dani ni pasó con todo. Ahí está, sí, pues. Dani ni pasó con todo. Ahí está, sí, pues. खट्टा जम्प गर्छौ त Disqualified. Next. Disqualified. 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 Okay.